यो हर्क साम्पाङलाई भोट नदिएर मान्छेले एकदम राम्रो गरेछन्। यो 3 सिट जिताउने त्यो भोट दिने मान्छेहरूलाई पनि लागिरह्यो होला थुक्क बेकारमा यस्तो बौला मान्छेलाई भोट दिएछु भनेर। क्युआर पठाइ पठाइ जनतासँग चन्दा उठाइ उठाइ पैसा मागी मागिन पनि लास्टमा यो बाँसको पुल बनाउनु अनि आफ्नो उम्मेदवार नै पुरै उठाउन नसक्नु पुरै जिल्लामा अनि म चाहिँ प्रधानमन्त्री बन्छु भनेर त्यो हावा गफ दिनु अनि यो प्रधानमन्त्री बनेर यसले देशमा काम गर्छ। सकलै छैन यो देशमा काम गर्ने जस्तो यसले देशमा के काम गर्छ? मान्छेको खुट्टा तान्न अनि जातीय भाँड गर्न जात जाति देखाएर मान्छेलाई लडाउन यसको त कामै त्यही छ। चाला चोर जनताहरूलाई क्युआर पठाइ पठाइ पैसा भिख मागे जसरी पैसा मागी मागी लास्टमा यस्तो बाँसको पुल बनाउनु। मान्छे यो एक साथमा दुईटा मान्छे हिँड्यो भने यो पुल जानेवाला छ। पैसाको नुक्सान गर्नु जनताहरूको पैसा त्यो फकटमा आयो होला भन्ने जसरी खर्च गर्नु। यस्तो मान्छे आज म प्रधानमन्त्री बन्छु बालेन साला हटाऊ म प्रधानमन्त्री बन्छु अरे।